राम्रो चाहिँ यो है खानालाई दिदीलाई अलिक चिया चेस गरौँला खाइला यो यस्तो नास्ताको आइटमहरू नि बच्चा बच्ची घरमा छ भने हुन्छ छैनन् हामी दुईजना मात्रै खान कति चिज नखाने मरेकै भएर कति कुहिएर जान्छ पिस्ता त कति हुन्थ्यो घरकै यहाँ केटा नखाने चिज खानलाई बोलाउनु हामी आउँछ त होइन भन्नाले घरै ल्याइँदैन के यसो खाजाको आइटमहरू कति हुन्थ्यो नि त बच्चाहरू हुँदा बनाउनलाई के चाहिन्छ भनेर चाहिन्छ भनेर अहिले सस चिनी हाल्नु भएन है भेली मात्रै हाल्नु आलुमा ठिक्क छ हुन्छ मलाई त ठिक्क ठिक्क छ मम्मी बुढले बढी खाँदैन मैले कम भयो त्यही त चिनी त कम खाएको ठिक हो कि भेली खान्छु अलिअलि भेली हो भेली हालेको खानु तपाईँ यो बासा ल्याइनु भएको उसको बनाउन पाउँछ हो खै थाहा हो मिठो रहेछ यही बेला फेरि मैले बिहान लिएर आएको थिएँ कि बिहान ल्याएको थिएँ अनि उसले पनि ल्याइदियो त्यो सानोवाला चाहिँ साथीलाई दिएर पठाइदियो अचार त बिग्रियो होला है आज अचार सक्यो बिग्रेन मेरो त फाल्ने चलन छैन बिग्रे पनि फाल्ने चलन छैन त्यो धुर्सिलाको खानु हुँदैन नि रुचि लागेन केही पनि भएन केही भएन देखायो नि हामीले त फ्रिजमा राख्छौँ कि गरीमा बढी अमिलो हुन्छ भिडियो हेर्नु नि खाएको त्यो त हजुरले पठाउनु भएको ए चिसो मिठो भएन हो त्यतिकै मैले फेरि यस्तो भयो तातो भएको बनाएर खाऊ आउँछौँ नै भन्ने भएर मैले मगाएँ बिचरा उसलाई उसको नाममा मगाएको अनि नलगाउन पनि कस्तो अप्ठ्यारो लाग्यो कि होइन तातो भातसँग खाएको ए त्यस्तो चिजहरू ओभनमा ततायो भने फेरि कस्तो ताजा भन्छ नि त उसलाई त ओभनमै अब आँपको अचार बनाउँछु खाइदिन्छु फेरि मिठो बनाउँछ आँपको अचार पनि आँपको सिजन आयो है आँपको सिजन आयो अब मिठो हुन्छ घिउ मिठो हुन्छ घिउ मिठो छ ऊ चाहिँ डिडिसीको हो हामी डिडिसी मात्रै खान्छौँ घिउ मिलाइ ब्रेड मेरो यो घिउको स्मेल स्वाद आइरहेको छ क्या ब्रेडमा मलाई त व्हाइटै घिउको पनि स्वाद आइरह व्हाइट ब्रेडै मिठो लाग्छ अन्डा खाएको हेर्नु अन्डाको पनि स्वाद आइरह नुन पनि ठ्याक्क लाग एकदम मिठो 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 भन्छ जाने रहेछ है हजुर त्यो नुन अड्काउन जाने रहेछ म बनाइरहेको छु अन्डा त होइन बार 3 चोटि हाले कहाँ नुन पुगेन कि पुगेन कि गर्दै अझै अलिकति कम भयो भने मैले खाने अलिकति थोरै कम चाहिँ कम हो तर खानु हुँदैन नुन सबैसँग नखानु भन्छ थोरै खानु भन्छ क्या है के मुटु कुरो लाग्छ अरे हालेको पछि फेरि मलाई थप्नु लाग्यो नुन के दिदी नुन हो नि त यो काट्ने कि खायो तिनीहरू अन्डा खाऊ खाऊ कपुर अघि त्यहाँ अन्डा रोल खाएर आएको अन्डाको कति रोल खाएर आएको कि तल अन्डाको रोल हुन्छ कि त्यो मासु हालेको रोल पाउँछ नि एउटा त्यही हो हाम्रो खालि मगाएर के हालेको त्यो भागवटी लिङ्गमा पाउँछ कि त्यहाँ मिठो हुन्छ त्यहाँको अर्को नि भन्छ त्यसलाई के भन्छ न त्यहाँ खाँदै सुन रोलर भन्छ के भन्छ रोलरै भन्छ मासु सोरमा भन्छ कि डबल एग रोल भन्छ कि डबल एग रोल भन्छ रोल भन्छ सोरमा यो खाँदैन नि आधी खाउँ न हामी किन एग हालेको होइन आधी गरौँ न यो एक एकवटा खाने त्यसमा अन्डा पुगेन पुग्यो यसमा अन्डा पुग्यो हामीले सिँगै सिँगै हाल्यौँ कि अन्डा त्यहाँबाट बनाएको हुन्छ नि त एउटा होइन डोबारेर बनाएको अन्डा धेरै छ त्यो चाहिँ सिङ्गल सिङ्गल खानु चियासँग डोबेर खानु मिठो हुन्छ नि चियासँग हुन्छ नि मलाई कस्तो मनपर्छ मलाई यो पिरियड चाहिँ खासै टिकटिकै लाग्छ कि व्हाइट ब्रेड घिउ हालेर रातो गरी त्यो सेकेर के त्यो हामीलाई व्हाइट ब्रेड खाने बानी छ कि यो खाने बानी छैन त्यही भएर हो त्यही भएर व्हाइट ब्रेड मिठो लाग्छ यो त ठिक म व्हाइट ब्रेड खान्छु
आज भविष्य भविष्य सबजना मन्दिर मात्रै गएको देख्छु आज आज एकादशी हो नि त नि जाने भयो नि त म त जुठ परेको हो न अन्डा खान्न हुन्छ अब हुनु नहुने त्यो न व्रत नबसेस त चाहिँ बाह्र खाएन भने बाह्रको हो होइन बाह्र खाएन त्यसो नाच्न पर्ने मान्छेले पनि हुन्छ मैले पहिला मङ्गलबार लिन्थेँ चिल्लो बनाएछ अरे ब्याट्री सकेको आइफोन हो हजुर होइन माइफोन मेरोमा हुन्छ कि त्यहाँ चार्जर छ आइफोन त होइन मेरो पनि होइन हुन्छ त्यो टाइप सी हुन्छ हुन्छ मलाई त मिल्यो अस्ति मैले राम्रो फोन क्यानाडामा हराएर आएँ यो म दैलेन जान्छु एउटा प्लेट मैले मसिनो गरी काट है लस्सीमा हाल्नलाई के हजुर के भन्नुभयो प्याज त त्यही छ त अब राम्रो खानु प्याज यसमा काजु र होइन त्यो बदाम मात्र है मसिनो धुलो जस्तो बनाएर म लिएर आएँ कति छ एक मुठी त्यहाँ जति सक्यो सबै काजु सबै बदाम सबै काजु सबै बदाम सबै आफै दिन म सक्दिनँ कुम्बार त्यत्रो बनाएर त्यो सबै चोरेर खानु मिल्छ हुन्छ आज पनि भाग्नु खाने किन खान्छ यस्तो खाएर त्यो रोल भन्दा यो हेल्थी हो हामीमा घिउ छ पाउरुटी छ माइले साइले छैन नि त खाऊ न नि किन पेपर पनि पुसेको पेपर पनि यहीँ हालेको छ म खाइदिन्छु गाई चाहिँ यसले आज चिल्लो बनाइछ आफूले बनाएर मैले त्यसको बे गरिदिनु पर्ने बनाउनु जान्दैन मैले जान्दैन कि तिमी जान्दैन किन म त यस्तो खाता बनाउनु म घिउ मनपर्ने भयो धेरै हालेको तेल भातमा त्यो तुरुक्क मात्र कफी पनि लास्टै मिठो भयो त्यहाँ त्यो दिएको हातै काटेर लानुपर्ने भयो के देखाउनु यस्तै अरूले खाइरह होला होइन हामी त गरिब होइन कहिले काहीँ हो ए लिपस्टिक लगाइदियो अघि कति धेरै फिल्टर हालिदिएको अहिले मलाई कहिले यस्तो बनाउनु थियो फिल्टर हालेर रातो बनाएर त वाह ठिक हुँदो रहेछ त्यो काटा क्या त देखाउँछ न कट त्यो त काट्छ नि के कुरा भिडियो देखिरहेको बौला